सिटी पुग्यो जुम सिटी यहाँ जुम सिटीमा चाहिँ 50 को स्पिड है अरबीमा 80 सानो गाडीलाई इंग्लिशमा 50 लेखिरहेछ दायाँ र बायाँ चाहिँ मार्केटहरु दोकानहरु हो गाडी चाहिँ अब यो हैन दाहिनेपट्टिको लास्ट ट्र्याकमा हिँड्नु पर्ने हैन अब यसरी पार्किङ गाडीको चाक निकालेर राख्दैको हुन्छ झोला जस्तो अनि बिचमा हिँड्नुपर्छ स्पिड 50 को है जुम सिटी में 50 को हेर त यो बुद्धिमा भएको मान्छे बाटो बन्द रहेछ खनेर पाइप लाइन के लाँदै रहेछ हैन सानो गाडीहरु ओभरटेक गर्न छोड्दैन दिमाग नहीं है दिमाग माफी याद आउँछ
कस्तो सेफ्टी दिएर बनाएको छैन बाटोको त्यो पाइप लाइनहरू बिछाउनु के गरेको भनिरहेको छैन सेफ्टी कस्तो दिएको छैन कहीँ छुटाएको छैन नेपालमा पनि यस्तो सेफ्टीहरू दिनु पऱ्यो क्या अहिले एसियन हाइवे भन्दैछ नि सेफ्टीहरू यसरी दिनु पऱ्यो भने गाडीहरू एक्सिडेन्ट हुँदैन धेरै ठाउँमा एक्सिडेन्टहरू भएको छ अरे त्यो एसियन हाइवे बनाउने ठाउँहरूमा होइन बाटोमा त्यही भएर यसरी सेफ्टी दिनु पऱ्यो यो पहेँलो हेर्नु सेफ्टी राखेको त्यो मात्र नभएर फेरि जाली पनि राखेको छ माथि अलि क्रस भयो होइन बाटो बिग्रिने ठाउँमा माथिको चाहिँ क्यामेराहरू क्या ड्राइभरले सिट बेल्ट लगाएको छ छैन क्यामेरा युज गरेको छ छैन सबै त्यहाँबाट रेकर्ड गरेको हुन्छ अनि हामीलाई सिट बेल्ट लगाएको छैन हामी गाडी चलाउँदाखेरि फोन चलाइरहेको छौँ हाम्रो ह्यान्डमा चाहिँ हातमा चाहिँ फोन छ भनेदेखि जाने आउँछ